मिनट ह्यान्डसेकको विश्व रेकर्डलाई काठमाडौँ धर्मस्थलीका 2 दाजुभाइले भंग गरेका छन्। 18 वर्षीय दिनेश तिमिल सिन्हा र 13 वर्षीय पवन तिमिल सिन्हाले 42 घण्टा 35 मिनट ह्यान्डसेक गरी यसअघि लामो ह्यान्डसेक गरेर गिनिज बुकमा नाम दर्ता गराएका रोहित तिमिल सिन्हा र सन्तोष तिमिल सिन्हा 2 दाजुभाइको कीर्तिमानी भंग गरेका हुन्। एभरेस्ट मल्टिपल कलेज गलको पाखा ठमेलमा आयोजना गरिएको कार्यक्रममा दिनेश र पवनले यसअघिको रेकर्डलाई उछिनेका हुन्। को विश्व रेकर्डलाई काठमाडौँ धर्मस्थलीका 2 दाजुभाइले भंग गरेका छन्। 18 वर्षीय दिनेश तिमिल सिन्हा र 13 वर्षीय पवन तिमिल सिन्हाले 42 घण्टा 35 मिनट ह्यान्डसेक गरी यसअघि लामो ह्यान्डसेक गरेर गिनिज बुकमा नाम दर्ता गराएका रोहित तिमिल सिन्हा र सन्तोष तिमिल सिन्हा 2 दाजुभाइको कीर्तिमानी भंग गरेका हुन्। एभरेस्ट मल्टिपल कलेज गलको पाखा ठमेलमा आयोजना गरिएको कार्यक्रममा दिनेश र पवनले यसअघिको रेकर्डलाई उछिनेका हुन्। दिनेश सोही कलेजमा 12 कक्षामा अध्ययनरत छात्र हुन् भने पवन भने अझै विद्यालयमा अध्ययन गर्दछन्। उनीहरूको अनुगमन विद्यालय प्रशासन, संचारकर्मी, प्रहरी, चिकित्सक, बुद्धिजीवी लगायतले निरन्तर रूपमा गरेका थिए। उनीहरूले यसअघिको रेकर्ड भंग गरेको भन्दै त्यस अवसरमा अबीर लगायत 2 दाजुभाइलाई बधाई समेत प्रदान गरिएको थियो। यो रेकर्डलाई गिनिज बुकमा दर्ता गराउन अन्तर्राष्ट्रिय रूपमा लागि पर्ने कार्यक्रम व्यवस्थापक अनुप आचार्यले बताउनुभयो। जिल्ला प्रशासन कार्यालय 12 कक्षामा पढ्ने दिनेश तिमिल सिन्हा र 6 कक्षामा पढ्ने पवन तिमिल सिन्हाले 42सम्म हात मिलाएका हुन्। यसअघि सबैभन्दा बढी समय 33 घण्टा 3 मिनटसम्म हात मिलाएको विश्व कीर्तिमान भएकोमा आफूहरूले 42 घण्टासम्म हात मिलाएकाले विश्व कीर्तिमान कायम गरेको उनीहरूको दावी छ। कलेजका प्रिन्सिपल विष्णु प्रसाद आचार्यले विद्यार्थीको प्रयासले नेपाल र कलेजको नाम राख्न सफल भएको प्रतिक्रिया दिनुभएको छ। मिथिलाको बहुचर्चित माध्यमिकी परिक्रमाको विद्यार्थीले अविच्छिन्न 42 घण्टा भन्दा बढी समय हात मिलाएका छन्। उनीहरूले लगातार लामो समय हात मिलाउने यो नै विश्व रेकर्ड भएको दावी पनि गरेका छन्। एभरेस्ट कलेजको विज्ञान संकायतर्फ कक्षा 12 मा अध्ययनरत दिनेश तिमिल सिन्हा र सोही कलेजमा कक्षा 6 मा पढ्ने पवन तिमिल सिन्हाले लगातार 42 घण्टा 35 मिनट हात मिलाएको दावी गरिएको छ। गत शुक्रबार दिनको 1 बजेदेखि हात मिलाउन शुरू गरेका तिमिल सिन्हा बन्धुले गत 22 गते बिहान 7:35 जाँदासम्म हात मिलाएको बताइएको छ। विश्वमा लगातार हात मिलाएको सबैभन्दा लामो रेकर्ड 33 घण्टा 3 मिनट रहेको र उक्त रेकर्ड तोडिएको दावी पनि कलेजले गरेको छ। कलेजले हात मिलाउने यो विश्व रेकर्डलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा दर्ता गराउन सरकार लगायत सबै पक्षसँग सहयोगको आग्रह पनि गरेको छ। फेरि पनि छोटो ब्रेक।